मुंगफली कति निस्किन्छ। हेलो साथीहरु, आज हामी मुफली गोडिरहेछन्। गोडी हैन, मुंगफली कोरिरहेछ। कोरिरहेछ हामी आज मुफली। बाउ छोरीले मुफली कोरिरहेछन्। हेरौ कतिको निस्किन्छ। कौला सानो बुटा चाहिँ त मरिसकेको छ। यी मुफली हेर्नु निस्किरहेछ। उतै पनि छ। पखाल्ने पछि हल्का पानीमा। कति निस्क्यो छोरी? निस्किरहेछ। अर्को यता मम्मी पनि हुनुहुन्छ। मम्मी पनि घाँस काट्दै मुफली निकाल्दै। छोरी हजुर पर मुफली आयो हेर्नु। यता आना बाबु, यता लटी यति निस्क्यो। त्यहाँ अरु होला तल तल। त्यहाँ बुटो मरिसकेका छन्। उतातिर छन् क्या मुफली त, यतातिर छैनन् बढी। यता कमी छन् क्या। यी मुफली लगाएपछि फेरि भइहाल्छ हैन? यता देखा। हेर्नु साथीहरु, एकै बुट्टामा यति धेरै रहेछ मुफली। फल्दो चाहिँ रहेछ। फल्दो त रहेछ यही माटोमा। हामी अर्कोचोटि धेरै लाउनु पर्ने हो पुरा यत्रो हैन? यो बीज कहाँबाट ल्याएको थियो मम्मी लगाउने? इन्डेबाट डाङमा ल्याएको थिए, खानाले ल्याएको थिए, मैले राखेको थिएँ कि त्यहीबाट। त्यही लगाएँ। ए अझ यो राख्यो भने भइहाल्छ। भिजन लागेको लाग्यो नै। भयो हैन? नानो लाग्यो नै, ठुलो छ। सानो त कहाँ लाग्ने हो त? मेरो मकै छ त्यही मकै राख्नु कि मैले काँटी लगाएको थिएँ। र पहिला त्यो माउ लगाएको मैले र त्यहाँ यहाँ मकैको छेबारी उब्रेको थिएँ मैले। भित्र त्यो चाहिँ गाडेको थिएँ। अल्छियो गोडेको मैले त्यही गरेँ। त्यो खाले आउन नाना बोल्छ। सुन्दर लाग्यो। यसलाई अलि माटो खुल्लो माटो हुनुपर्छ, खुल्ला। सुन्दर पटपना हुन्छ यो। धान पुऱ्याउनु। खुल्ला माटो हुनुपर्छ। खौरो खाले। यति दुई मात्रै हो? खै गाडी लास्ट ठुलो रहेछ। गाडी म त उता जाउँ मसँग त। यता छन्, यता मुफली त धेरै यहाँ छन्। खुर्सानीको अलि यता यता उता उता। मलाई पनि दिनु न यो खन्ने एउटा मात्रै हो। यता मम्मी काट्नु भयो। त्यो नकाट्नु न त कसरी थाहा पाउने मुफली कहाँ कहाँ छन् भनेर? लिन्छ यता उति खन्यो भने।